That's my blood pressure, baby. Hello guys, welcome back to my new video. आज चाहिँ टक्क झोलासोला बोकेर कहाँ जानला भन्नुभयो होला हैन, कहीँ जानला हैन, म बिहान एक्सर्साइज गर्ने लाइट फोर्स जानला। यो झोला चाहिँ खास यसको लागि हो भन्दा मैले चाहिँ त्यहाँ दुईटा कपडा धोएर राखेको थिएँ कि लाइट फोर्सको ड्रेसहरू सब धोएर राखेको छु। अनि यो झोला खास मतलब किनभने म पहिला सुरुमा पनि भ्लग गराउँदाखेरि मतलब 8-9 क्लासमा भ्लग गराउँदाखेरि यस्तै झोला बोकेर जान्थेँ कि। झोलामा चाहिँ चार्जर छ कि गोप्रोको, चार्जर भन्छु कि ब्याट्री छ, ब्याट्रीमा फेरि त्यो चार्जर भन्ने भाडा पनि छ। अब गोप्रो त सबै महँगो चिज हो नि त। यो क्यामेरालाई अनि चार्जरलाई सबै गरेर सामानलाई कम्ती अनि 85,000सम्म त मजाले भेट्छ होइन। त्यही भएर मैले त्यसै भन्दिनँ कि मलाई गोप्रो चाहिँ मलाई माया, सबभन्दा बढी माया चाहिँ मलाई गोप्रोको लाग्छ अनि आफ्नो लाग्छ होइन। अहिले चाहिँ म लाइट फोर्स जानु लाग्यो, बिहानै उठेँ, अहिले चाहिँ 5:24 भइसक्यो रहेछ। त्यही हो। अब आज चाहिँ गुरुजीले टक्क त्यो गुरुजीले त्यहाँको एउटा अहिले भर्खर एउटा नयाँ आउनु भएको कि, भर्खर एउटा नयाँ त्यहाँ गाइड गर्ने पिटी टिचर नै भनौँ न, पिटी टिचर नै आउनु भएको। उहाँले चाहिँ गोप्रो देऊ ब्लग गराउने टक्क यता ल्याङफ्याङहरू प्रचार गरिदियो भन्नुहुन्छ होइन गुरुजीले। तर ओके, केही भएन, म दिन्छु। अहिले चाहिँ म गोप्रो लगेर त्यो दिन्छु, म चाहिँ एक्सर्साइज गर्छु होइन। म चाहिँ अब हुन्छ नि यस्तो छ गाइज, यस्तो छ है। अब जस धेरै नै भर्ती हुन्छन् लाइट फोर्सबाट। म चाहिँ हुन्छ नि एकतर्फको एउटा वेट घटाउने, वेट मेन्टेन र एकदम फिटनेस हुने होइन। यदि हजुर यस्तो हो, अब इलाइट फोर्स भनेको कस्तो हो भने होइन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। फोर्स भनेको कस्तो हो भने होइन, मान्छे अब हरेक कुरा लिएर आउँछ नि त। अब सबै मान्छे भर्ती हुनको लागि त आउन्न होइन। अब कोही मान्छे वेट घटाउनको लागि पनि आउँछ। कोहीलाई जिम मन पर्छ, कोहीलाई नपर्ला होइन, कोहीलाई नेचुरल मन पर्ला, कोहीलाई नपर्ला होइन, कोहीलाई इलाइट फोर्स पनि मन पर्ला होइन। मलाई इलाइट फोर्स मन पर्यो होइन। अब यहाँ फेरि सबै डिसिप्लिन हुन्छ, एकदम दौडिने, एक्सर्साइज गर्ने। डम्बल पनि त्यस्तो हाई केजीको छैन, जम्मा 25देखि माथिसम्म, 25देखि तल छ, 25देखि तल छ, 25देखि माथि चाहिँ छैन यहाँको डम्बल। एकदम फिटनेस छ होइन। अब तपाईँहरू पनि आउनु सक्नुहुन्छ। 1 वर्षको चाहिँ 30,000 हो अरे, अनि 1 वर्षको 30,000 हो। मलाई चाहिँ 2 वर्षको गरिदिनु भयो गुरुजीले। त्यही भएर यसो हुन्छ नि, कोहीले अब जिम जान मन छैन, मलाई इलाइट फोर्स जानु व्हाट्सएप दाइ या त्यही अब आउनु सक्नुहुन्छ होइन। तपाईँहरू हाम्रो वेलकम टु इलाइट फोर्स ट्रेनिङ सेन्टर होइन। यहाँ एकदम ट्रेनिङ एकदम हार्ड हुन्छ होइन। ब्रिटिस सिङ्गापुर इन्डियनको ट्रेनिङहरू पनि गराउनुहुन्छ, एकदमै हार्ड हुन्छ। म होइन पहिला सुरुमा आउँदाखेरि कम्ती 96 केजी थिएँ होइन। अहिले 1.5 महिना भयो। अहिले चाहिँ म कति छु भने 78 त्यति छु होइन। आफ्नै लाइट फोर्स ट्रेनिङ सेन्टरमा पनि है 10-15 मिनट बाहिर बस्नुपर्ने यार। नमस्ते गुरुजी, भोलिदेखि अलिक छिटो खोल्दैछ ला न। 5 बजे खोल्छु कि। ए आज फेरि 5:33 भइसक्यो। हजुर आज खास बिदा हो, कोही पनि नजाने। 5 बजे फेरि 4 बजे एक्सर्साइज घरमै सक्छु, ठ्याक्कै 5 बजे यहाँ आधा गर्नुपर्छ। नमस्ते। म चाहिँ यो गोप्रो यहाँ दिएर जान्छु होइन। सायद मेमोरी पनि फुल भइसक्यो होला यार। फाइदा देखाउने आज अर्जेन्टिनाले हार्यो। आज चाहिँ जो पिटी टिचर जो पिटी गराउनुहुन्थ्यो उहाँ चाहिँ उठ्नु भएन। मैले चाहिँ भने गोप्रो दिने, गुरुजीले चाहिँ गोप्रो सिकाइदिने भन्नुहुन्थ्यो होइन। उहाँ चाहिँ उठ्नु भएन, आफूले गएर सिकाइदिनु भएन।
दोस्त साथी बच्चा उहाँ चाहिँ हाम्रो ब्रिटिस आर्मीमा फेज 1मा सिलेक्सन हुनुभएको होइन हुन्छ नि फेज 1मा सिलेक्सन हुँदाखेरि के गर्नुपर्छ हुन्छ नि त नर्मली रूपमा अब हजुरले त उ गर्नुभएको नि के अरे त्यो एक्सपिरियन्स भएको नि फेज 1 अस्ति भर्खर पास भएर पनि आउनुभएको होइन के हुन्छ नि त्यहाँभित्र जाने बित्तिकै के गराउँछ डकुमेन्टेसनहरू के चाहिन्छ एउटा छोटो रूपमा भन्नुहोस् अब डकुमेन्ट त अनिवार्य चाहियो जस्तै मम्बाको नागरिकता आफ्नो नागरिकता स्कुल सर्टिफिकेट अनि क्यारेक्टर सर्टिफिकेट तिनीहरू चाहियो अनि अब वहाँ गएपछि गल्लाले जे माग्छ त्यो पनि चाहियो अब भएन भने चाहिँ फर्काइदिन्छ अब भयो भने चाहिँ राख्छ अनि त्यसपछि मेडिकल एजुकेसन हुन्छ हजुर एजुकेसनमा चाहिँ कति म्याथमा 8 अनि इङ्ग्लिसमा कति 10 ल्याए हुन्छ यति भयो अनि मेडिकल चाहिँ मेडिकल चाहिँ अब हाइपर हुनु भएन हात बाङ्गो हुनु भएन यस्तो हात बाङ्गी हुनु भएन हजुर खुट्टानी बाङ्गी हुनु भएन अब आँखा राम्रो हुनु पऱ्यो दाँत दुईवटा फल्ट भएको लिन्छ त्योभन्दा धेरै फल्ट भएको लिन्न मतलब दुईवटा दाँत चाहिँ कुहिएको लिन्छ कुहिएको भयो भने हाल्न मिल्यो कुहिएको किरा खाएको किरा अनि उसको अरे निकालेको भयो नि भयो दुईवटा भन्दा धेरै हुनु भएन दुईवटा भन्दा धेरै हुनु भएन दुईवटा भन्दा धेरै भयो भने फालिदिन्छ अनि ह्याभिङ एक्सर्साइज चाहिँ के होइन ह्याभिङ मात्र हो पुलअपमा चाहिँ कति 12 हान्नु पर्यो तिमीले कति हान्यौ मैले ठ्याक्कै 12 हाने ए 12 हाने गरे अब कस्तो हुन्छ फेज 2 ए फेज 2 ल सही हो फेज 2 मा अब गाह्रो होला गाह्रो त होइन यस्तो दिमाग अब आफूले सजिलो भने सजिलै हुन्छ अप्ठ्यारो हुन्छ अप्ठ्यारो हुन्छ तर कङ्ग्रेचुलेसन्स फेज 1मा सिलेक्सन भएको बधाई छ होइन फेज 2मा पनि राम्रो भयो फेज 2मा सबभन्दा हार्ड भनेको 800 मिटर रनिङ 800 चाहिँ ठिकै हो के हुन्छ फेज 2मा एकदम हार्ड आरएलसी भन्नाले भनेपछि रिपिटेड लिफ्टेड एन्ड क्यारी के हो एक्सर्साइज ए ब्याग हान्ने सही अनि फेज 3मा चाहिँ डोको रेस त्यही हो ल के हुन सकिन्छ हाम्रो लाउरे ब्रिटिस आर्मी गर्सी नसकिने नि केही हुन्न सकिन्छ ओ ठिक छ मेरो रुम चाहिँ यो यिनी बस्ने चाहिँ ऊ त्यो ठ्याक्कै त्यो तलतिर ल बाई बेलुका आइटमलाई है त गाइस त्यही भएर तपाईँहरूलाई पनि यदि ब्रिटिस आर्मीमा जान मन छ भने फेज 1मा चाहिँ यति गर्नुपर्छ हाम्रो साथी चाहिँ एकदम एक्सपिरियन्स भएको मान्छे अस्ति भर्खर सिलेक्सन भएर पनि आइसके फेज 1बाट यदि तपाईँहरूलाई पनि एकदम इन्ट्रेस्ट छ ब्रिटिस आर्मीमा भने चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ फेज 1 भनिसक्यो अब फेज 2मा पास हुँदाखेरि म देखाइदिन्छु तिमीलाई है त एकदम एक्सपिरियन्स भएको मान्छे है बाई